भोग्यो त्यो शरीर अब निर्जीव भएको देख्छ। शरीर छोड्ने बित्तिकै आत्मा एकदमै डर र असुरक्षाको अनुभूतिमा डुब्छ। आफू कहाँ छ, के भइरहेको छ, अब के हुने हो, यस्ता असंख्य प्रश्नहरूले आत्मालाई व्याकुल बनाउँछन्। चारैतिर अन्धकार र एक्लोपन महसुस हुन्छ। यसै कारणले हिन्दू परम्परामा मृत्यु हुने बित्तिकै घरमा तुलसी, गङ्गाजल र अखण्ड ज्योति राख्ने चलन छ। तुलसीको पवित्रताले आत्मालाई शान्ति मिल्छ, गङ्गाजलले शुद्धिकरण हुन्छ र अखण्ड ज्योतिको उज्यालोले आत्माको अन्धकार केही कम हुन्छ। यी सबैले आत्मालाई केही सान्त्वना र सहारा दिन्छन्। मृत्युको दोस्रो र तेस्रो दिनसम्म पनि आत्मा पूर्ण रूपमा संसार त्याग्न सक्दैन। यो अवधिमा आत्मा आफ्नो घर, आफ्नो परिवार, आफ्ना प्रियजनहरूको वरिपरि नै घुमिरहन्छ। आफ्नो प्रिय कोठामा जान्छ जहाँ उसले जीवनभर खुसीका पलहरू बिताएको थियो। आफ्ना सन्तानहरूलाई हेर्छ जसको लागि उसले जीवनभर मेहनत गर्यो। आफ्नो पत्नी वा पतिलाई रोइरहेको हेर्छ जसको साथमा उसले जीवनको यात्रा गर्यो। उनीहरूलाई हेर्छ, उनीहरूको रुवाई सुन्छ, उनीहरूको पीडा अनुभव गर्छ, तर केही गर्न सक्दैन। छुन चाहन्छ, बोल्न चाहन्छ, सान्त्वना दिन चाहन्छ, तर सबै व्यर्थ हुन्छ। केही देख्दैन, केही सुन्दैन। यो मोहको समय हो। आत्मा अझै पनि यो संसारसँग बाधिएको महसुस गर्छ। आफ्नो सम्पत्ति, आफ्नो घर, आफ्नो परिवार, यी सबैलाई छोड्न मन गर्दैन। यसैले परिवारले गरुड पुराणको पाठ र मन्त्र जप गर्छन्। गरुड पुराणको शब्दहरूले आत्मालाई यो माया मोहबाट मुक्त हुन मद्दत गर्छ। पुराणका मन्त्रहरूले आत्मालाई वैराग्य प्राप्त गर्न सहयोग गर्छ। यो संसार क्षणिक छ, नश्वर छ, यहाँ केही पनि शाश्वत छैन भन्ने बोध गराउँछ। आत्मालाई अब अगाडिको यात्राको लागि तयार हुनुपर्छ भन्ने सम्झाउँछ। चौथोदेखि 10औं दिनसम्मको अवधि आत्माको लागि अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील हुन्छ। यस समयमा आत्माले आफ्नो जीवनभरि गरेका कर्महरूको फल अनुभव गर्न थाल्छ। जीवनभरका कर्महरू एक एक गरेर आत्माको सामु आउन थाल्छन्। यदि जीवनमा राम्रो कर्म गरेको थियो, दान गरेको थियो, भगवानको पूजा गरेको थियो, मातापिताको सेवा गरेको थियो, गरिबहरूलाई सहयोग गरेको थियो भने आत्मालाई सुख र शान्तिको अनुभूति हुन्छ। एक सुखद प्रकाश देखिन्छ, मन हल्का महसुस हुन्छ। तर यदि जीवनमा खराब कर्म गरेको थियो, चोरी गरेको थियो, मानिसहरूलाई धोका दिएको थियो, पाप गरेको थियो, कसैलाई दुःख दिएको थियो भने आत्मालाई अत्यधिक पीडा र दुःखको अनुभूति हुन्छ। एक भयानक अन्धकार महसुस हुन्छ, मन भारी हुन्छ, डर लाग्छ। यो समयमा आत्मा अत्यन्तै अस्थिर अवस्थामा हुन्छ, किनकि उससँग अझै कुनै निश्चित शरीर हुँदैन। शरीर छोडेपछि आत्मा केवल एक चेतना मात्र हो, उसको कुनै भौतिक रूप हुँदैन। तर अब सुरु हुने यमलोकको लामो यात्राको लागि उसलाई एउटा शरीर आवश्यक हुन्छ। त्यसैले हिन्दू परम्परामा परिवारले 10 गात्र श्राद्ध गर्छन्। यो अत्यन्तै महत्त्वपूर्ण संस्कार हो। 10 दिनसम्म परिवारले प्रतिदिन एक पिण्ड दान गर्छन्। यी पिण्डहरू चामल, जौं र तिलबाट बनाइएका हुन्छन् र विशेष मन्त्रोच्चारणका साथ आत्मालाई दिइन्छ। यी 10वटा पिण्डहरूबाट नै आत्माले एक अस्थायी शरीर प्राप्त गर्छ। प्रत्येक पिण्डबाट शरीरको एक भाग बन्छ। पहिलो पिण्डबाट टाउको बन्छ, दोस्रो पिण्डबाट कान, आँखा र नाक बन्छन्, तेस्रो पिण्डबाट घाँटी र काँध बन्छन्, चौथो पिण्डबाट मुटु र छाती बन्छन्, पाँचौं पिण्डबाट नाभि बन्छ, छैठौं पिण्डबाट कम्मर र पेट बन्छन्, सातौं पिण्डबाट जाँघहरू बन्छन्, आठौं पिण्डबाट घुँडा बन्छन्, नवौं पिण्डबाट खुट्टा बन्छन् र 10औं पिण्डबाट सम्पूर्ण शरीरमा भोक र तृष्णाको अनुभूति आउँछ। यसरी 10 दिनमा आत्माले एक पूर्ण अस्थायी शरीर प्राप्त गर्छ। यो भौतिक हुँदैन, जुन सूक्ष्म शरीर हो, जुन अब सुरु हुने लामो यात्राको लागि आवश्यक हुन्छ। 11औं र 12औं दिनमा आत्माले त्यो अस्थायी शरीर पूर्ण रूपमा धारण गर्छ र आफूलाई आउने लामो र कठिन यात्राको लागि तयार पार्छ।
यो तयारीको समय हो जहाँ आत्मा बिस्तारै यो संसारसँगको आफ्नो सम्बन्ध कमजोर पार्दै जान्छ। मोह कम हुँदै जान्छ, वैराग्य बढ्दै जान्छ। आत्माले बुझ्न थाल्छ कि अब यो संसारमा फर्किने छैन, अब अर्को यात्रा सुरु हुँदैछ। 13औं दिनपछि परिवारले 13औंको ठूलो श्राद्ध गर्छन्। यो अन्तिम विदाईको दिन हो। यो श्राद्ध विशेष रूपमा महत्त्वपूर्ण हुन्छ। परिवारका सबै सदस्यहरू, नातेदारहरू र साथीहरू भेला हुन्छन्। विशेष पूजापाठ गरिन्छ, ब्राह्मणहरूलाई भोजन गराइन्छ, दान दिइन्छ। यस दिनपछि आत्मा यो भूलोक अर्थात् पृथ्वीबाट पूर्ण रूपमा अलग हुन्छ र आफ्नो अगाडिको यात्रामा निस्कन्छ। तर यो यात्रा सजिलो हुँदैन। यस दिनदेखि नै यमदूतहरू आत्मालाई लिन आउँछन्। यी यमदूतहरूको रूप अत्यन्तै भयानक र डराउनु हुन्छ। तिनीहरू नङ्ग अवस्थामा हुन्छन् वा रातो, पहेँलो, कालो रङको फाकेका लुगा लगाएका हुन्छन्। तिनीहरूको हातमा डोरीको फाँसी, गदा, लट्ठी, कोर्रा र विभिन्न यातनाका हतियारहरू हुन्छन्। तिनीहरूका दाँतबाट घर्र घर्र गर्ने आवाज निस्कन्छ। यी यमदूतहरूलाई देख्ने बित्तिकै आत्मा अत्यन्तै डराउँछ। आत्मा त्रसित हुन्छ, काँप्छ र चित्कार गर्न खोज्छ। हे, यी को हुन्? यिनीहरू मलाई किन हेरिरहेका छन्? यिनीहरू मसँग के गर्न खोजिरहेका छन्? आत्मा यस्ता प्रश्नहरूमा व्याकुल हुन्छ। त्यसपछि को यात्रा आत्माको यमदूतहरूसँग सुरु हुन्छ। आत्मा आफ्नो परिवार, आफ्ना सन्तान, आफ्ना प्रियजनहरूको याद गर्छ। पछाडि फर्केर हेर्छ, आफ्नो घर देख्छ। हे आमा, हे बुवा, हे भाइ, हे छोरा, हे पत्नी, हे मेरा प्रियजनहरू भनेर पुकार्छ। कराउँछ, मलाई बचाउनुहोस्, मलाई यी भयानक प्राणीहरूबाट बचाउनुहोस्। तर कसैले सुन्दैनन्। प्रियजनहरूले देख्न पनि सक्दैनन्, सुन्न पनि सक्दैनन्। तिनीहरू आफ्नै शोकमा डुबेका छन्। यमदूतहरू यो देखेर हाँस्छन्, ठट्टा गर्छन् र भन्छन्, हा हा हा, तिम्रो सम्पत्ति कहाँ छ अब? जीवनभर जम्मा गरेको धन सम्पत्ति कहाँ छ? तिम्रा सन्तान र पत्नी कहाँ छन्? तिम्रा साथी र नातेदार कहाँ छन्? कसैले तिमीलाई बचाउन आएन। तिमी अब केवल आफ्नो कर्मको फल भोग्नेछौ। यसरी आत्मा रुँदै कराउँदै यमदूतहरूसँग यमलोकतर्फको भयानक यात्रा सुरु हुन्छ। 13औं दिनपछि आत्माको सबैभन्दा कठिन यात्रा सुरु हुन्छ। अर्को 348 दिनसम्म आत्माले यमदूतहरूसँगै यमलोकतर्फको लामो, कठिन र पीडादायक यात्रा गर्नुपर्छ। यस बाटोलाई प्रेत मार्ग भनिन्छ। यो यात्रा कुनै सामान्य यात्रा हुँदैन। आत्माले जम्मा 88,000 योजन, लगभग 7 लाख किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ र प्रतिदिन लगभग 253 योजनको दरले यात्रा गर्छ। यो दूरी कल्पनै गर्न गाह्रो छ। यो यात्रा कस्तो हुनेछ भन्ने कुरा पूर्ण रूपमा व्यक्तिको कर्ममा भर पर्छ। यदि व्यक्तिले जीवनभर राम्रो कर्म गरेको थियो, धर्म पालन गरेको थियो, मानिसहरूलाई सहयोग गरेको थियो, दान पुण्य गरेको थियो भने आत्मालाई सुख र शान्तिको अनुभूति हुन्छ। एक सुखद प्रकाश देखिन्छ, मन हल्का महसुस हुन्छ। त्यसैगरी यदि व्यक्तिले जीवनमा खराब कर्म गरेको थियो, चोरी गरेको थियो, मानिसहरूलाई धोका दिएको थियो, पाप गरेको थियो, कसैलाई दुःख दिएको थियो भने आत्मालाई अत्यधिक पीडा र दुःखको अनुभूति हुन्छ। एक भयानक अन्धकार महसुस हुन्छ, मन भारी हुन्छ, डर लाग्छ। यो समयमा आत्मा अत्यन्तै अस्थिर अवस्थामा हुन्छ, किनकि उससँग अझै कुनै निश्चित शरीर हुँदैन। शरीर छोडेपछि आत्मा केवल एक चेतना मात्र हो, उसको कुनै भौतिक रूप हुँदैन। तर अब सुरु हुने यमलोकको लामो यात्राको लागि उसलाई एउटा शरीर आवश्यक हुन्छ। त्यसैले हिन्दू परम्परामा परिवारले 10 गात्र श्राद्ध गर्छन्। यो अत्यन्तै महत्त्वपूर्ण संस्कार हो। 10 दिनसम्म परिवारले प्रतिदिन एक पिण्ड दान गर्छन्। यी पिण्डहरू चामल, जौ र तिलबाट बनाइएका हुन्छन् र विशेष मन्त्रोच्चारणका साथ आत्मालाई दिइन्छ। यी 10 वटा पिण्डहरूबाट नै आत्माले एक अस्थायी शरीर प्राप्त गर्छ। प्रत्येक पिण्डबाट शरीरको एक भाग बन्छ। पहिलो पिण्डबाट टाउको बन्छ, दोस्रो पिण्डबाट कान, आँखा र नाक बन्छन्, तेस्रो पिण्डबाट घाँटी र काँध बन्छन्, चौथो पिण्डबाट मुटु र छाती बन्छन्, पाँचौं पिण्डबाट नाभि बन्छ, छैठौं पिण्डबाट कम्मर र पेट बन्छन्, सातौं पिण्डबाट जाँघहरू बन्छन्,
8औं पिण्डबाट घोडा बन्छन्, 9औं पिण्डबाट खुट्टा बन्छन् र 10औं पिण्डबाट सम्पूर्ण शरीरमा भोक र तृष्णाको अनुभूति आउँछ। यसरी 10 दिनमा आत्माले एक पूर्ण अस्थायी शरीर प्राप्त गर्छ। यो भौतिक हुँदैन, जुन सूक्ष्म शरीर हो, जुन अब सुरु हुने लामो यात्राको लागि आवश्यक हुन्छ। 11औं र 12औं दिनमा आत्माले त्यो अस्थायी शरीर पूर्ण रूपमा धारण गर्छ र आफूलाई आउने लामो र कठिन यात्राको लागि तयार पार्छ। यो तयारीको समय हो, जहाँ आत्मा बिस्तारै यो संसारसँगको आफ्नो सम्बन्ध कमजोर पार्दै जान्छ। मोह कम हुँदै जान्छ, वैराग्य बढ्दै जान्छ। आत्माले बुझ्न थाल्छ कि अब यो संसारमा फर्किने छैन। अब अर्को यात्रा सुरु हुँदैछ। 13औं दिनपछि परिवारले 13औंको ठूलो श्राद्ध गर्छन्। यो अन्तिम विदाईको दिन हो। यो श्राद्ध विशेष रूपमा महत्त्वपूर्ण हुन्छ। परिवारका सबै सदस्यहरू, नातेदारहरू र साथीहरू भेला हुन्छन्। विशेष पूजापाठ गरिन्छ, ब्राह्मणहरूलाई भोजन गराइन्छ, दान दिइन्छ। यस दिनपछि आत्मा यो भूलोक अर्थात् पृथ्वीबाट पूर्ण रूपमा अलग हुन्छ र आफ्नो अगाडिको यात्रामा निस्कन्छ। तर यो यात्रा सजिलो हुँदैन। यो दिनदेखि नै यमदूतहरू आत्मालाई लिन आउँछन्। यी यमदूतहरूको रूप अत्यन्तै भयानक र डरलाग्दो हुन्छ। तिनीहरू नग्न अवस्थामा हुन्छन् वा रातो, पहेँलो, कालो रङको फाटेका लुगा लगाएका हुन्छन्। तिनीहरूको हातमा डोरीको फाँसी, गदा, लट्ठी, कोर्रा र विभिन्न यातनाका हतियारहरू हुन्छन्। तिनीहरूको दाँतबाट घर्र घर्र गर्ने आवाज निस्कन्छ। यी यमदूतहरूलाई देख्ने बित्तिकै आत्मा अत्यन्तै डराउँछ। आत्मा त्रसित हुन्छ, काँप्छ र चित्कार गर्न खोज्छ। यी को हुन्? यिनीहरू मलाई किन हेरिरहेका छन्? यिनीहरू मसँग के गर्न खोजिरहेका छन्? आत्मा यस्ता प्रश्नहरूमा व्याकुल हुन्छ। त्यसपछिको यात्रा आत्माको यमदूतहरूसँग सुरु हुन्छ। आत्मा आफ्नो परिवार, आफ्ना सन्तान, आफ्ना नातेदारहरूलाई याद गर्छ। पछाडि फर्केर हेर्छ, आफ्नो घर देख्छ। हे आमा, हे बुवा, हे भाइ, हे छोरा, हे पत्नी, हे मेरा प्रियजनहरू भनेर पुकार्छ, कराउँछ, मलाई बचाउनुहोस्, मलाई यी भयानक प्राणीहरूबाट बचाउनुहोस्। तर कसैले सुन्दैन। प्रियजनहरूले देख्न पनि सक्दैनन्, सुन्न पनि सक्दैनन्। तिनीहरू आफ्नै शोकमा डुबेका छन्। यमदूतहरू यो देखेर हाँस्छन्, ठट्टा गर्छन् र भन्छन्, हा हा हा, तिम्रो सम्पत्ति कहाँ छ? अब जीवनभर जम्मा गरेको धन सम्पत्ति कहाँ छ? तिम्रा सन्तान र पत्नी कहाँ छन्? तिम्रा साथी र नातेदार कहाँ छन्? कसैले तिमीलाई बचाउन आएन। तिमी अब केवल आफ्नो कर्मको फल भोग्नेछौ। यसरी आत्मा रुँदै कराउँदै यमदूतहरूसँग यमलोकतर्फको भयानक यात्रा सुरु हुन्छ। 13औं दिनपछि आत्माको सबैभन्दा कठिन यात्रा सुरु हुन्छ। अर्को 348 दिनसम्म आत्माले यमदूतहरूसँगै यमलोकतर्फको लामो, कठिन र पीडादायक यात्रा गर्नुपर्छ। यस बाटोलाई प्रेत मार्ग भनिन्छ। यो यात्रा कुनै साधारण यात्रा हुँदैन। आत्माले जम्मा 88,000 योजन, लगभग 7 लाख किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ र प्रतिदिन लगभग 253 योजनको दरले यात्रा गर्छ। यो दूरी कल्पना गर्नै गाह्रो छ। यो यात्रा कस्तो हुनेछ भन्ने कुरा पूर्ण रूपमा व्यक्तिको कर्ममा भर पर्छ। यदि व्यक्तिले जीवनभर राम्रो कर्म गरेको थियो, धर्म पालन गरेको थियो, मानिसहरूलाई सहयोग गरेको थियो, दान पुण्य गरेको थियो भने विष्णुदूतहरूले आत्मालाई अत्यन्तै सम्मान र आदरका साथ लिएर जान्छन्। विष्णुदूतहरूको रूप अत्यन्तै सुन्दर हुन्छ। तिनीहरू उज्यालो, शान्त र प्रेमपूर्ण हुन्छन्। तिनीहरूले आत्मालाई पुष्पहारले सजाउँछन्, चन्दनको लेप लगाउँछन्, सुगन्धित इत्र छर्छन्। तिनीहरूले आत्मालाई सुन्दर वाहनमा राख्छन्, जहाँ नरम, आरामदायी स्थान हुन्छ। बाटो सजिलो हुन्छ, कुनै पीडा हुँदैन। चारैतिर सुन्दर दृश्यहरू देखिन्छन्। सुगन्धित फूलहरू फुलिरहेका हुन्छन्, मिठो सङ्गीत बजिरहेको हुन्छ र यात्रा सुखद र शान्तिपूर्ण हुन्छ। अत्यन्तै क्रूरताका साथ आत्मालाई लिएर जान्छन् र अब सुरु हुन्छ अकल्पनीय कष्टहरू। यो बाटो अत्यन्तै भयानक हुन्छ। यहाँ छायाको लागि कुनै रुख हुँदैन, आराम गर्नको लागि कुनै ठाउँ हुँदैन। कतै जलिरहेको बालुवा हुन्छ जसमा पाइला राख्दा खुट्टा जल्छ, मासु पग्लन्छ, तर आत्मा हिँड्न बाध्य हुन्छ। यस कठिन यात्रामा आत्माले 16वटा सहरहरू पार गर्नुपर्छ।
प्रत्येक सहरमा विभिन्न प्रकारका कष्टहरू भोग्नुपर्छ। पहिलो महिना यम्य सहर। यो पहिलो सहर हो जहाँ आत्मा मृत्युको पहिलो महिनामा पुग्छ। यहाँ यमदूतहरूले आत्मालाई परिवारले दिएको पहिलो महिनाको पिण्ड खान दिन्छन्। आत्माले त्यो पिण्ड खान्छ र केही शक्ति पाउँछ। तर पिण्ड खाइसकेपछि यमदूतहरूले फेरि पिट्छन्, कोर्राले हान्छन्। यो पिण्ड तेरो परिवारले दिएको हो, तर यसले तँलाई बचाउन सक्दैन, हिँड अगाडि भनेर धकेल्छन्। आत्मा चित्कार गर्छ तर कसैले दया गर्दैन। दोस्रो महिना सौरीपुर। यस सहरमा जङ्गम नामक भयानक राजा छ, जसको रूप मृत्यु जस्तै डरलाग्दो हुन्छ। उसको आँखाबाट आगो निस्कन्छ, उसको मुखबाट धुवाँ निस्कन्छ। उसलाई देखेर आत्मा यति डराउँछ कि हिम्मत छोड्छ, काँप्न थाल्छ। यहाँ आत्मालाई निरन्तर कोर्राले पिटिन्छ र धकेलिन्छ। 15 दिनपछि दोस्रो पिण्ड खान पाउँछ, जसले केही राहत दिन्छ, तर फेरि पिटाइ हुन्छ। तेस्रो महिना नागेन्द्र भवन। यस सहरमा आत्माले भयानक जङ्गलहरू देख्छ। ती जङ्गलहरूमा विषालु सर्पहरू छन्, कालो, रातो, हरियो, विभिन्न रङ्गका सर्पहरू जसले निरन्तर डस्छन्। साँपहरूको विषले शरीर जल्छ, सुन्निन्छ, पीडा असहनीय हुन्छ। आत्मा कराउँछ, मलाई बचाउनुहोस्, तर यमदूतहरूले निर्दयतापूर्वक घिसार्छन्। यो तेरो कर्मको फल हो, भोग। चौथो महिना शैलागम। यस सहरमा माथिबाट ढुङ्गाहरूको वर्षा हुन्छ। ठूला ठूला ढुङ्गाहरू, चट्टानहरू आत्माको टाउको, काँध, शरीरमा खस्छन्। हड्डी भाँचिन्छ, टाउको फुट्छ, रगत बग्छ, तर आत्मा मर्दैन, केवल पीडा भोग्छ, असह्य पीडा। चौथो महिनाको पिण्ड खाएपछि केही शक्ति पाउँछ, तर फेरि ढुङ्गाको वर्षामा पठाइन्छ। पाँचौं महिना क्रूरपुर। यस सहरको नाम नै क्रूरता हो। यहाँ यमदूतहरूले आत्मालाई धारिलो भालाले घोज्छन्, त्रिशूलले छेद्छन्, शरीरमा अनगिन्ती प्वालहरू पार्छन्। पाँचौं पिण्ड खान्छ, तर फेरि भालाको पीडा भोग्नुपर्छ। यमदूतहरू हाँस्छन्, कस्तो छ पीडा, जीवनभर तैले अरूलाई पीडा दिइस्, अब आफै भोग। छैठौं महिना गन्धर्व। यस सहरमा रगतको नदी बगिरहेको छ। त्यो नदीमा केवल रगत होइन, पीप, मलमूत्र र विभिन्न फोहोरहरू बगिरहेका छन्। आत्मालाई त्यो नदीमा फ्याँकिन्छ। रगत र पीपमा डुब्नुपर्छ। भयानक गन्ध आउँछ, जसले गर्दा सास फेर्न गाह्रो हुन्छ। त्यस नदीमा विषालु जीवहरू छन्, जसले टोक्छन्, नोच्छन्। आत्मा त्यहाँबाट बाहिर निस्कन खोज्छ, तर यमदूतहरूले फेरि भित्र धकेल्छन्। सातौं महिना क्रौञ्च। यस सहरमा भयानक चराहरू छन्, गिद्ध, बाज, काग र अन्य हिंस्रक चराहरू, जसले आत्मालाई ठोक्छन्। तिनीहरूले धारिलो चुच्चोले आँखा, मासु नोच्छन्। तिनीहरूले पन्जाले शरीरलाई च्यात्छन्। आत्मा आफ्नो शरीर बचाउन खोज्छ, तर असफल हुन्छ। आठौं महिना विचित्र भवन। यस सहरमा विचित्र नामक राजा छ। यहाँ आत्मालाई विभिन्न प्रकारका अत्याचार गरिन्छ। कहिल्यै देखे नभएका, कहिल्यै कल्पना नगरेका यातनाहरू। कहिले आगोमा जलाइन्छ, कहिले बरफमा जमाइन्छ, कहिले काँडामा सुताइन्छ, कहिले विषमा डुबाइन्छ। प्रत्येक दिन नयाँ यातना। नवौं महिना बहुपद र दुःखद। यी दुई सहरहरूमा आत्मालाई हावामा यात्रा गराइन्छ, तर यो कुनै सुखद हवाई यात्रा होइन। यमदूतहरूले आत्मालाई हावामा उडाउँछन् र त्यसपछि तल झार्छन्, फेरि उडाउँछन्, फेरि तल झार्छन्। त्यहाँ अत्यधिक दुःख र पीडा छ। आत्मा यति पीडित हुन्छ कि निरन्तर कराउँछ, रुन्छ। 10औं महिना नानाक्रान्दपुर। यो सहरको नाम नै विभिन्न रुवाईको सहर हो। यहाँ धेरै आत्माहरू विभिन्न प्रकारले रुवाइरहेका छन्, कराइरहेका छन्। कसैले भोकले कराइरहेको छ, कसैले तिर्खाले, कसैले पीडाले, कसैले डरले। यो दृश्य हेरेर आत्मा आफै पनि डराउँछ र ठूलो पीडामा रुन्छ। यहाँ यमदूतहरूले हलोले पिट्छन्। जसरी किसानले खेत जोत्छ, त्यसरी शरीरलाई हलोले जोत्छन्। 11औं महिना सुतप्त भवन। यस सहरमा आत्माले अत्यधिक ताप अनुभव गर्छ। सबैतर्फबाट आगो जलिरहेको छ। माथि, तल, अगाडि, पछाडि, दायाँ, बायाँ सबैतर्फबाट आगोले घेरिएको। आत्मा पोलिन्छ, जल्छ, तर मर्न सक्दैन, केवल जलिरहन्छ, निरन्तर। 12औं महिना रौद्र। यो शहर अत्यन्तै रौद्र र भयानक छ। यहाँ सबैभन्दा डरलाग्दो यातना दिइन्छ। विभिन्न प्रकारका यातनाहरू एकसाथ दिइन्छ। कोराले पिटाई, आगोमा जलाई, बरफमा जमाई, सर्पले डसाई, भालाले घोचाई, ढुङ्गाले हानाई।
यहाँ 12औं महिनाको पिण्ड खान्छ, जसले केही राहत दिन्छ। त्यसपछि पयोवर्षण। यस शहरमा बादलहरूले पीडा दिन्छ। यहाँ वर्षा हुन्छ, तर त्यो पानीको वर्षा होइन, बरु आगो, विष, रगत, पीपको वर्षा हो। आत्मा त्यो भयानक वर्षामा भिजिन्छ, जल्छ, सड्छ। शीताध्य। यस शहरमा अत्यधिक चिसो हुन्छ। हिमालयको सबैभन्दा चिसो ठाउँभन्दा पनि 1000 गुणा चिसो। आत्मा जम्न थाल्छ, हड्डी र मासु जम्छन्, तर मर्न सक्दैन, केवल चिसोको असहनीय पीडा भोग्छ। बहुभीति। यो अन्तिम शहर हो। यहाँ आत्माले सबैभन्दा डरलाग्दो डर अनुभव गर्छ। चारैतिर भयानक दृश्यहरू, आवाजहरू, गन्धहरू। आत्मा यति डराउँछ कि काँप्न थाल्छ, चित्कार गर्छ। यसरी प्रत्येक शहरमा विभिन्न कष्टहरू भोगेर परिवारले हरेक महिना दिएका पिण्डहरूले केही शक्ति पाएर यमदूतहरूको निरन्तर यातना सहेर आत्मा अन्ततः वैतरणी नदीमा पुग्छ। 16 शहरहरू पार गरेपछि आत्मा वैतरणी नदीमा पुग्छ। यो नदी यमपुरीको दक्षिणी ढोका नजिक बग्छ। यो नदी संसारको सबैभन्दा भयानक नदी हो। वैतरणी नदी 100 योजन चौडा छ। यसमा पानी होइन, बरु रगत र पीप बगिरहेको छ। जीवनभरका पापीहरूको रगत, तिनीहरूको आँसु, तिनीहरूको पीडाको चित्कार सबै यस नदीमा बगिरहेको छ। नदीको किनारमा हड्डीहरू थुप्रिएका छन्, असंख्य आत्माहरूका हड्डीहरू जो यो नदी पार गर्न सकेनन्। नदीमा धारिलो दाँत भएका माछाहरू छन्, जो मानिसको शरीरभन्दा पनि ठूला छन्। मगरमच्छहरू छन्, जसको मुख यति ठूलो छ कि एक पटकमा धेरै आत्माहरूलाई निल्न सक्छन्। सुई जस्तो धारिलो दाँत भएका अनगिन्ती कीराहरू छन्, गिद्धहरू छन्, जो निरन्तर माथिबाट हमला गर्छन्। विषालु जोंकहरू छन्, जो आत्मालाई टोक्छन् र रगत चुस्छन्। रगत र पीप निरन्तर उथलपुथल भइरहेको हुन्छ, जसरी समुद्रमा छालहरू उठ्छन्। त्यो गन्ध अकल्पनीय छ, सडेको मासुको, पीपको, रगतको मिश्रित गन्ध। ती जीवहरू आत्मालाई समात्न उफ्रिरहेका छन्, मुख खोलेर पर्खिरहेका छन्। यो नदी केवल पापी आत्माहरूका लागि मात्र यस्तो भयानक हो। धर्मात्मा आत्माहरूका लागि यो नदी अमृत जस्तो सुन्दर देखिन्छ। स्वच्छ पानी, सुगन्धित फूलहरू र तिनीहरू सजिलैसँग पार गर्छन्। तर पापी आत्माहरूका लागि यसलाई पार गर्न एकमात्र उपाय छ। यदि व्यक्तिले जीवनमा गाई दान गरेको थियो, गाईलाई आश्रय दिएको थियो, गाईको सेवा गरेको थियो भने त्यो गाईले यहाँ आत्मालाई बचाउँछ। एक भूतले डुङ्गा ल्याउँछ र नदी पार गराउँछ, वा त्यो गाईको पुच्छर समातेर आत्मा सुरक्षित पार गर्छ। तर यदि गाई दान गरेको थिएन भने आत्मा नदीमा खस्छ। त्यस क्षणमा ती भयानक जीवहरूले आत्मालाई सताउन थाल्छन्। माछाहरूले टोक्छन्, मगरमच्छले समात्छन्, कीराहरूले काट्छन्। आत्मा डुब्छ, उठ्छ, फेरि डुब्छ, रगत र पीपले भरिन्छ, चित्कार गर्छ, मलाई बचाउनुहोस्, तर कसैले सुन्दैन। वा त यमदूतहरूले आत्मालाई त्रिशूलमा घोचेर हावामा उडाएर पार गराउँछन्, जुन अत्यन्तै पीडादायक हुन्छ। आत्मा त्रिशूलमा घोचिएको, रगत बगिरहेको, हावामा उडिरहेको यो दृश्य अकल्पनीय हुन्छ। यो नदी पार गर्न केही आत्माहरूलाई 1 दिन लाग्छ, कसैलाई 1 हप्ता, कसैलाई 1 महिना। यो निर्भर गर्छ पापको मात्रामा। वैतरणी नदी पार गरेपछि 349औं दिनमा आत्मा अन्ततः यमपुरी पुग्छ। यमपुरी एक विशाल र गव्य शहर हो। यो शहर 18 योजन विस्तारमा फैलिएको छ। त्यहाँ सुनका गेटहरू, हीराले जडित भवनहरू छन्। पुष्पभद्रा नदी बगिरहेको छ र एउटा विशाल पीपलको रुख छ। तर यो सुन्दरता केवल पुण्य आत्माहरूका लागि हो। धर्मात्माहरूले यसलाई स्वर्ग जस्तै सुन्दर देख्छन्, तर पापी आत्माहरूका लागि यो एक भयानक, डरलाग्दो ठाउँ हो। अन्धकार, आगो र यातनाले भरिएको। यहाँ चित्रगुप्त बस्छन्। चित्रगुप्त यमराजका सचिव हुन्, जसले प्रत्येक प्राणीको कर्मको पूर्ण हिसाब राखेका हुन्छन्। तिनीहरूसँग एउटा विशाल किताब छ, अग्रसन्धानी नामक किताब, जसमा संसारका सबै प्राणीहरूका सबै कर्महरू लेखिएका छन्। आत्मा चित्रगुप्तको अगाडि उभिन्छ। आत्मा काँपिरहेको हुन्छ, डरले भरिएको हुन्छ। चित्रगुप्तले आफ्नो विशाल रजिस्टर खोल्छन् र आत्माको नाम खोज्छन्। त्यसपछि तिनले व्यक्तिले जीवनभर गरेका प्रत्येक कर्म पढ्न थाल्छन्। कुनै कुरा लुकाउन सकिँदैन, कुनै कुरा छुटाउन सकिँदैन। सबै कुरा त्यहाँ लेखिएको हुन्छ। प्रत्येक विचार, प्रत्येक शब्द, प्रत्येक कार्य, जीवनको पहिलो दिनदेखि अन्तिम दिनसम्म सबै। आत्मा यो सुनेर लज्जित हुन्छ।
आफूले जीवनमा के गरेको थियो त्यो सबै अब सार्वजनिक भइरहेको छ। यमराज पनि त्यहाँ बसेर सुनिरहेका हुन्छन्। त्यसपछि चित्रगुप्तले सबै पाप र सबै पुण्यको हिसाब गर्छन्। यदि पुण्य भारी छ भने आत्मा खुसी हुन्छ, यदि पाप भारी छ भने आत्मा डराउँछ। यसै कर्मको हिसाबको आधारमा यमराजले आत्मालाई उसको अन्तिम गन्तव्य दिन्छन्। यदि आत्माको कर्म अत्यन्तै खराब छ, पाप धेरै छ भने यमराज उसलाई नरकमा पठाउँछन्। गरुड पुराणमा 28 प्रकारका नरकहरूको वर्णन गरिएको छ र प्रत्येक नरक विशेष पापको लागि निर्धारित छ। महत्त्वपूर्ण कुरा यो हो कि यी नरक स्थायी सजाय होइनन्, यो आत्मा शुद्धिकरणको तन्तराली ठाउँ हो। जसरी सुनलाई आगोमा तताएर शुद्ध गरिन्छ, त्यसरी नै आत्मालाई नरकमा पठाएर शुद्ध गरिन्छ। आफ्नो पापको सजाय भोगिसकेपछि आत्मा त्यहाँबाट मुक्त हुन्छ। केही प्रमुख नरकहरू र तिनका सजायहरू यस प्रकार छन्। तामिसर र अन्धतामिसर, जसले अरूको सम्पत्ति चोरेका छन्, ठगी गरेका छन्, अरूको विश्वास तोडेका छन्, तिनीहरूलाई यहाँ पठाइन्छ। यो नरक पूर्ण अन्धकारमा छ, यति अन्धकार कि आफ्नो हात पनि देखिँदैन। यहाँ आत्मालाई भोकाइ राखिन्छ, तिर्खाइ राखिन्छ र निरन्तर पिटिन्छ। रौरव र महारौरव, जसले अरूलाई कष्ट दिएका छन्, पीडा दिएका छन्, यातना दिएका छन्, तिनीहरूलाई यहाँ पठाइन्छ। यहाँ भयानक जनावर र राक्षसहरूले आत्मालाई सताउँछन्। रुरु नामक भयानक जनावर छ जसले आत्मालाई काट्छ, नोच्छ, खान्छ। कुम्भीपाक, जसले जनावरहरूलाई मारेका छन्, यातना दिएका छन्, विशेष गरी मासुको लागि जनावरहरूको हत्या गर्नेहरूलाई यहाँ पठाइन्छ। यो नरकमा ठूला ठूला ताता तेलका भाँडाहरू छन्। आत्मालाई त्यस तातो तेलमा उमालिन्छ, जसरी तिनीहरूले जनावरहरूलाई पकाएका थिए। हड्डी पग्लिन्छ, मासु सड्छ, तर मर्न सक्दैन, केवल पीडा भोग्छ। असीपत्रवन, जसले निर्दोष रुखहरू काटेका छन्, वनहरू नष्ट गरेका छन्, प्रकृतिलाई हानि पुर्याएका छन्, तिनीहरूलाई यहाँ पठाइन्छ। यो एक विशाल जङ्गल हो जहाँ रुखहरूका पातहरू तरवार जस्तै धारिला छन्। जब आत्मा थाकेर तातोले पोलेर छाया खोज्दै रुख मुनि जान्छ, ती पातहरूले शरीरलाई काट्छन्, च्यार्छन्। आत्मा रगतले भिजेर ढल्छ, तर फेरि उठ्नुपर्छ। तप्त कुम्भ, जसले मद्यपान गरेका छन्, नशामा डुबेका छन्, आफ्नो इन्द्रियहरूलाई नियन्त्रण गरेनन्, तिनीहरूलाई यहाँ पठाइन्छ। यहाँ तातो धातुको भाँडोमा आत्मालाई राखिन्छ र जलाइन्छ। वैतरणी नरक, मातापिता, गुरु र पूज्य व्यक्तिहरूको अनादर गर्नेहरू, आफ्ना उपकारीहरूलाई धोका दिनेहरू, विश्वासघात गर्नेहरू यस नरकमा खस्छन्। यहाँ उसले वैतरणी नदीको पूर्ण भयानकता भोग्छ र त्यहाँबाट बाहिर निस्कन सक्दैन। लाला भक्ष्य, जसले भगवानलाई चढाएको प्रसाद अरूलाई नदिई आफै मात्र खाएका छन्, स्वार्थी भएका छन्, तिनीहरूलाई यहाँ पठाइन्छ। यहाँ आत्मालाई लार र थुक खुवाइन्छ, पिउन दिइन्छ। महाज्वाल, जसले घर, गाउँ वा जङ्गलमा आगो लगाएका छन्, तिनीहरूलाई यहाँ पठाइन्छ। यस नरकमा आत्मालाई आगोको खाडलमा जलाइन्छ। कालसूत्र, झुटा साक्षी दिनेहरू, कपटी व्यापार गर्नेहरूलाई यहाँ पठाइन्छ। यहाँ निरन्तर कोर्राले पिटिन्छ र धारिलो हतियारले काटिन्छ। सन्दंश, जसले अरूको पत्नीसँग अवैध सम्बन्ध राखेका छन्, तिनीहरूलाई यहाँ पठाइन्छ। यहाँ तातो फलामको चिम्टाले शरीरलाई च्यातिन्छ। प्रत्येक नरकमा सजाय पापको गम्भीरता अनुसार हुन्छ। कसैलाई केही वर्ष, कसैलाई केही दशक र कसैलाई हजारौं वर्षसम्म नरकमा बस्नुपर्छ। तर अन्ततः सजाय पूरा भएपछि आत्मा त्यहाँबाट मुक्त हुन्छ र पुनर्जन्मको लागि तयार हुन्छ। नरक, स्वर्ग वा पितृलोकमा आफ्नो कर्मको फल भोगिसकेपछि अधिकांश आत्माहरू पुनः पृथ्वीमा जन्म लिन्छन्। यो पुनर्जन्मको प्रक्रिया पनि कर्ममा आधारित छ। आत्मा आफ्नो कर्म अनुसार एक परिवार छनौट गर्छ, वा सही भन्नुपर्दा कर्मले नै परिवार निर्धारण गर्छ। यदि राम्रो कर्म छ भने धनी, सुखी र धार्मिक परिवारमा जन्म हुन्छ। यदि खराब कर्म छ भने गरिब, दुखी वा पापी परिवारमा जन्म हुन्छ। यदि कर्म अत्यन्तै खराब छ भने आत्मा मानव योनिमा नै जन्मिँदैन, बरु जनावर, चरा, कीरा वा वनस्पतिको रूपमा जन्म लिन्छ। गरुड पुराणले गर्भमा आत्माको प्रवेश र विकासको विस्तृत वर्णन गरेको छ। जब पुरुष र स्त्रीको संयोग हुन्छ, आत्मा त्यो अवसरको प्रतीक्षामा हुन्छ। कर्मअनुसार आत्मा स्त्रीको गर्भमा प्रवेश गर्छ।
पहिलो रातमा आत्मा एक पिण्डको रूपमा हुन्छ, 5औं रातमा गोलाकार हुन्छ, 10औं दिनमा बेरको फल जस्तो हुन्छ, त्यसपछि मासुको अण्डा जस्तो बन्छ, 1 महिनामा टाउको बन्छ, 2 महिनामा हात र खुट्टा देखिन्छन्, तेस्रो महिनामा सबै अङ्गहरू बन्न थाल्छन्, चौथो महिनामा हड्डी र मांसपेशी बलियो हुन्छन्, 5औं महिनामा रगत बग्न थाल्छ, 6ठौं महिनामा छाला, रोम र नङ बन्छन्। 7औं महिनादेखि गर्भमा बच्चालाई चेतना आउन थाल्छ। यो अत्यन्तै महत्त्वपूर्ण समय हो। यस समयमा आत्माले आफ्नो 100औं पुराना जन्महरूको सम्झना पाउँछ। आफूले गरेका सबै कर्महरू, राम्रा र नराम्रा, सबै याद आउँछन्। यो सम्झना अत्यन्तै पीडादायक हुन्छ। आत्मा गर्भमा थुनिएको महसुस गर्छ, जसरी सुगा पिजरामा बन्द हुन्छ। टाउको पेटमा राखेर ढाड र घाँटी बङ्ग्याइएर आफ्नो अङ्गहरू हल्लाउन सक्दैन। आमाले खाएका तीतो, तातो, नुनिलो, अमिलीय खानाहरूले शरीरमा पीडा हुन्छ। गर्भको आगोले जलाउँछ। मलमूत्रको कुवामा डुबेको जस्तो महसुस गर्छ। यो कष्ट अत्यन्तै भयानक हुन्छ। यस समयमा गर्भस्थ बच्चा भगवान विष्णुको शरणमा जान्छ। हात जोडेर काम्दै प्रार्थना गर्छ, हे भगवान, यदि तपाईले मलाई यो गर्भबाट मुक्त गर्नुभयो भने म तपाईको चरणमा शरण लिनेछु। म फेरि यो संसारमा जन्म लिने छैनन्, म मोक्ष खोज्नेछु। तर 10औं महिनामा जब प्रसवको समय आउँछ, प्रसव वायुले बच्चालाई जबरजस्ती टाउको तल पारेर बाहिर निकाल्छ। जन्मिने बित्तिकै विष्णुको मायाले बच्चालाई छुन्छ र सबै सम्झना मेटिन्छ। आफूले गरेका प्रतिज्ञाहरू, प्रार्थनाहरू सबै भुलिन्छ। त्यसपछि शैशवकालका कष्टहरू सुरु हुन्छन्। बच्चा बोल्न सक्दैन, आफ्नो इच्छा व्यक्त गर्न सक्दैन, अरूले जे दिन्छन् त्यही खानुपर्छ, फोहरी ओछ्यानमा सुत्नुपर्छ, लामखुट्टे, झिङ्गा, खटमलले टोक्छन्। यसरी शैशव र बाल्यकालको कष्ट भोगेर युवावस्थामा पुग्छ। युवावस्थामा पुगेपछि फेरि खराब सङ्गत गर्छ, पाप गर्न थाल्छ, धर्मग्रन्थ र सज्जनहरूलाई घृणा गर्छ, काम वासनामा डुब्छ र फेरि पाप गर्छ, फेरि कर्म बनाउँछ र यसरी जन्म मृत्युको चक्र चलिरहन्छ। तर यदि कसैले जीवनभर राम्रो कर्म गर्छ, धर्म पालन गर्छ, भगवानको भक्ति गर्छ, आफ्नो मनलाई शुद्ध राख्छ भने उसलाई यो चक्रबाट मुक्त हुन सक्छ। उसलाई मोक्ष प्राप्त हुन्छ, जन्म र मृत्युबाट पूर्ण मुक्ति। यही नै जीवनको परम लक्ष्य हो। यसरी गरुड पुराणले मृत्युपछिको आत्माको यो विस्तृत र मार्मिक वर्णन गरेको छ, जसले हामीलाई जीवनमा राम्रो कर्म गर्नु र धर्मको पालन गर्नुको महत्त्व सिकाउँछ।